हेलो एभ्रिवान, हर हर महादेव। हजुरहरूलाई आज म एउटा सानो क्लिप देखाउन चाहदैछु। यो चाहिँ क्लिप कहाँको हो भनेर भन्नुहुन्छ भने यो चाहिँ श्री नीलकण्ठ महादेव मन्दिरदेखि ऋषिकेशसम्मको आज मैले एउटा ब्लग बनाएर हजुरहरूलाई देखाउँदैछु र कस्तो लाग्छ कमेन्ट गरेर जनाउनु होला। हेलो एभ्रिवान, हर हर महादेव, जय श्री नीलकण्ठ महादेव। यो भिडियो हेरेर सबैले कमेन्ट गर्नु होला हजुरहरू को नीलकण्ठ महादेव मन्दिर आउनुभएको छ। मैले भिडियो चाहिँ धेरै स्पिडमै बनाइरहेको छु, पुरा सबै सिन देखाउँ भनेर आज मन लाग्यो। म ऋषिकेश जाँदै थिएँ, सबै बाटोको क्लिपहरू मैले हजुरहरूलाई सानो गरेर देखाइरहेको छु र पहाडीमा हेर्नु साह्रै हरियाली आनन्द लाग्छ हेरेर। हजुरहरूलाई कस्तो लाग्छ भन्न नबिर्सिनु होला कमेन्ट गरेर। हेर्नु जाँदै यो गंगाजीको किनारै जानुपर्छ ऋषिकेश चाहिँ। यो फर्किँदा यानि कि म नीलकण्ठदेखि ऋषिकेश जाँदाखेरिको भिडियो हो र उताबाट आउँदा पनि बनाउन सक्थेँ तर बनाइनँ मैले। यो हेर्नु गंगाजीको किनारै यहाँ ऱ्याफ्टिङ पनि गर्छन् मान्छेहरू। हजुरहरू को आउनुभएको छ र नीलकण्ठ महादेव को आउनुभएको छ, कहाँदेखि मेरो भिडियो हेर्नुहुँदैछ हजुरहरू भन्न नबिर्सिनु होला। कमेन्ट गरिदिनु, सेयर गरिदिनु। म हजुरहरूलाई यस्तै भिडियोहरू पनि देखाउँछु जहिले सम्भव हुन्छ। र यो हेर्नु कति इन्ट्रेस्टिङ भिडियो छ। लास्टमा चाहिँ मैले यो बजरङ्ग सेतु भन्छन् यसलाई चाहिँ, अहिले नयाँ बनिएको छ यो ऋषिकेशमा, काँचके पुल पनि भनेर भन्छन्। र यो हजुरहरू आउनु भयो होला, जो आउनु भएको छ। नआउनु भएकोहरूले यो भिडियोमा हेरेर देख्न सक्नुहुन्छ। र फेरि भेटौँला अर्को ब्लगमा। हर हर महादेव। सेयर गर्न